Hello, it's Block. कटिङ सिरिज डे 3 तिम्रो हैन पहिला घाँटीबाट सुरु गरौँ टाउकोबाट कस्तो गाडी थियो अहिले बल्ल अनि यार घाँटीबाट अब सोल्डरमा म चाहिँ हरेक दमसरी गर्छु क्या यसरी 5 6 7 8 9 10 यस्तो गर्ने बेला चाहिँ मलाई त्यो मसल फिल हुनुपर्छ यस्तो स्टेज गर्दा टाइट गरेर मसल फिल हुने बेला राइट हो चाहिँ के थाहा छैन 4 5 6 7 8 9 दोस्त गीत गाउँदै नबस्छ न मायाको यहाँ म बोलेको चाहिँ नि के अर्थ रह्यो त ए बोलिरहेको तिमी को रहेछ यार तिमी बोलेको के थाहा दस मलाई यार 7 9 10 2 यस्तो ह्यान्ड रोटेट रिस्ट 2 3 दसचोटि 4 इच साइड 5 एकचोटि 10चोटि यतापट्टि 10चोटि यतापट्टि 9 10 यस्तो हल्का रिस्टलाई स्ट्रेच गर्ने हल्का बडी स्ट्रेच कडक्क पड्किन्छ त मलाई हड्डी नि यार ज्याकेट खोल्नु पऱ्यो यार ज्याकेट खोल्नु पर्छ क्या खैर भयो stretching कारणको ज्याकेट stretching जिममा कति धेरै क्राउडेड हो यार ग्याङै आन यार I wanna know have you ever seen सर्भिस कम्पलसरी धेरै माथि गयो क्या यार यो हरियो बत्ती बल राख भनेपछि नोइज क्यान्सलेसन आउँछ तर कतिको नोइज आउँछ भन्ने कुरा अब डाइटै मिलिरहेन आजकल यार टाइमिङ डाइट त खाएर चाहिँ टाइमिङै मिलिरहेन कलेज यताउति जान उचाले हेर न एकचोटि ठिक छ सात 8 3 9 4 10 छैन छैन के भन्नु भयो भन्नु न टक टु मी भन्नु न भन्नु न होइन बोले होइन फर्म भइरहेको थियो आडियल यही त हो नि होइन खुट्टा यतिको राख्ने तलै गाडी नर्मल पोजिसनमा राख न ठिक छ आज गरेको मिल्छ भोलि गरेर मिल्दैन क्या
छ अब यस्तो निकालेर 15 हाल 5 देऊ न 5 चाहिँ छैन 15 हाल न सेतो पहेँलो के त्यो निकालेर अल्छी गर्दा त चलिराख्नुपर्छ कि एनर्जी मतलब होइन तिमीलाई यति हान्न अल्छीलाई गर्छ मान्छेले त्यो कत्रो राख्छ होला सोच न कति कति केजी हाल्छ त्यो उदिन हालेर हौ जाइरलाई चाहिँ भोलि वेट हाल्न ल्याउनुपर्छ क्या अदोस काम मात्र हो वेट मात्र हालिदिने काम सपोर्ट हाल्नु पर्यो एक अर्का ओ 20 हान्ने हो कि कति हाने कति हान्यो तिमी लास्टतिर हाने 10 मात्रै हान्यो जिम हान्नुपर्छ कि भिडियो भिडियो अगाडि फरवर्ड के तुस घिसारी राखे छिटो न छोड्दियो अर्काको भिडियो त्यो दोस्ने रुद्र भने कस्तो देखेर न रुद्र हन्डी के हाल ब्लगमा व्हाट्स अप ब्रदर जाइरो छ नि दोस्त जाइरो जस्तो खाते मान्छे जिन्दगी यस्तो बनाउन मैले 1 वर्ष मैले त्यो खाते मुङ्गा छाडा नि दोस्त मैले खाते मात्र भने समझ छैन अरे दारी भएपछि चाहिँ साला आफैले बोले आहा कस्तो हान्छ देऊ कस्तो नसे आएन के देखिन त अहिले फेरि यार अब हाम्रो कुन हो हजुर अन्त के हाम्रो कुन हो अब हाम्रो अब उयो के रे लेग प्रेस आर यु स्योर यस ब्रो ओके अब लेग प्रेस हान्छ मैले भेटौँ ल देखाउँछु कस्तो अप्ठ्यारो लाग्ने अहिले यस्तो यस्तो कस्तो हो दोस होइन हिप थ्रस्ट भनेको कुन हो ए त्यो यस्तो ठेलीवाला होइन त हिप थ्रस्ट हो हिप थ्रस्ट पछि लेग कर्ल त्यो मैले हिप थ्रस्ट हान्नु अब यसरी गर्ने भनेको थिएँ नि मैले कसरी गर्ने भनेको थियो हिप थ्रस्ट के डम्बेलले डम्बेलले हो र तिमी डम्बेलले हानौँ भनेको थियो ट्राई गरौँ भनेको थियो कि सजिलो हुन्छ भनेको थियो यसरी डम्बेल राखेर कि बिचमा यसरी डम्बेल राखेर गरौँ भनेको थियो कि तिमीले मलाई हो त अर्को हान्ने कि त्यही हान्ने त्यही हान्दिउँ तर ओके हिप थ्रस्ट बेन्च लिएर आऊ भनेर राख्ने we will see you आफ्टर लिएर बेन्च आस्तिनु पालो जो सोच्यो के गर्ने जहिले पनि मै गर्नु क्या हिप थ्रस्ट त्यो निकाल्ने नि मै राख्ने नि मै लिन जाने नि मै मासला बाख्रे यस्तो गरौँ न भइसक्यो त्यसपछि जाउँ न कुनमा नि हान्ने न ब्रु गयो बाख्रे बेन्च ल्याउनु सकेनौ दिदी गराक जिन्दगी त्यो एउटा बेन्च भाङ्न माया कसम गाउँ डुलेछ डुले हेर बाह्रै नै जन्मेछ हौ ल ल ल बिसिनै छैन ल ल ल कहाँ गएको छैन अपुई छैन
छैन रे यसलाई त के गर्नु होला उ त्यो गरे नि हुन्छ कि त्यो लिएर आऊ न यसमा त के गर्ने हो र जस्तो बसिन खाउँछ त्यहाँ त्यो बोक्नुपर्छ यार त्यो बोक्न सक्दिनँ म त्यति बोक्नलाई बोक्नु कति भारी छ राम राम भारी भयो भारी त्यसै रह लात हाना मारिदिन्छ नि अनि त्यसबाटै गरेर खिचिदिन्छु होस् त यो धेरै ठुलो भयो के इक्वल हुन्छ खै यसो त छैन सिभिक सेन्स ए दिदी मैले सुन्नु न यो हुँदैन भने भइहाल्छ नि स्टेट छैन भनेर ल्याउनुला ब्लक प्रुफ छ नि प्रुफ छ नि प्रुफ छैन बेन्च खोज भनेको गाउँ डुलेछ डुल्या थियो अघिदेखि अनि मैले खाली थिएन नि भिडियो गरेको छु ल हेर त्यहाँ अहिले अनि खाली थिएन नि त बस नि त अनि त्यो त अहिले भिडियो गरिदिनु भनेको नमानिरा उयो नमानी घिसार्दै दिएर सकि नसकि दिदीले यस्तो हाँस लगाएर हाल्नु न बस न यार त्यही भनेको दिमाग छैन दिन भारी भयो दिमागै छैन कि अर्को सम्बाङले ढुङ्गा बक्छ दिले अब डम्बेल हो डम्बेल हैन चेप्पलाई त्यहाँ वेट प्लेट भन्छ नि दिदीलाई अब हल्लिँदैन ल सिज रोजी तिमल छिन है यो ढुक्क हल्लिँदैन ल दिदीलाई चिमल छिना बनाइदियो कुन दिन भण्डारी भन्ने बेर छैन यतिको दिमाग भयो त दोस्त तिम्रो जान उहिले भन्छ हान हाँसे अब हारे मक्का छ नि कसलाई कमेन्टमा बडी बिल्डर उयो बडी बिल्डर छोरी हो र सिजुका ए या सिजुका सिजुका के हो त्यो उचाल्नु ओ भएन जाला है जाला ढाँड जाला यसरी बिगाएर हुन्छ सर यसरी उचाल्नु भन्नु न सर म भन्छु मेरो मेरो हेर अनि यसरी उचाल्नु सर दिलाई बोक्न मन लारे हा झन्डी यार पागलले दिदी तपाईको जस्तो सक्दैन कि यार हामीले यार नाटक नगर है डेडली भन्दिन न जम्मा 30 दिले 100 हान्नुहुन्छ हो यो यसै नाम रोजी हुन्छ फेरि गर्नु त नाइन्टी जाने खुट्टामा गर्ने नि हिपलाई पेर्ने होइन त खुट्टालाई प्रेसर पारेर हिपलाई पेर्ने 2 3 भयो बिर्सेर नै जसरी पुस्केला तिमीले चाहिँ पुरा यस्तो गर्दै उचाल क्या हातले पनि अनि त्यो पेटले ल बस अलि पछाडि अझै 90 भएन कसलाई पेटले पेट छैन है मेरो 80 डिग्री भयो अलिकति 90 मा जाऊ के हुँदैन यति त ल 80 90 मा जाऊ अब आउन खुट्टा यसो सजेर लिउ चल्दा हुन्छ हुन्छ के खुट्टा फेरि बोकेर हुँ हान्दैन नि फेरि अब ठेल भुँडी भित्र हाल अनि ठेल भइहाल्यो त आइ एम अ कुकर कुकर म त के कुकर भन्छ होइन यो अलिकति कसैलाई 90 यति राखेर कसैले बुल्स पर्छ कसैले चाहिँ ह्याम्सो पर्छ है म त ह्याम्सो परे ठीक छ हो ह्याम्सो पर्छ ठीक छ स्लोर बुल्स यहाँ र यहाँ पर्छ के कहाँ पर्यो त्यो घाँटीमा
त्यो जहिरले बोकेर हाने कि त्यो जहिले तिर्सेर हान्छ तिमीहरू कसम जहिले कति गीत छ 60 कि 80 ए माछा बाख्रे तीनटा केटी बोके सम्झन होइन होला काटै दोष यस्तो भिडियोमा तिम्रो त जो सब रङ छ नि म पुरै छटपस्ट पार्छु मान्छेहरूलाई तिमी कस्तो खाते हो भनेर भिडियोमा दोष रियलमा जस्तो त्यस्तो देखाउनु पर्छ है जस्तो बाहिरको भित्र कस्तो भित्र इ छैन इ आइम नट लाइक दैट भने त आम चुपचाप बस्दो रहेछ यार खानु हुने गरी भिडियो गरिहाल्छ नि त्यसमा पनि किन के आइम फ्युचर बालिन्छ आगे जस्तो हिरामदा रक स्टार जाइरोले नि ग्राइन्ड हान्दैछ त्यहाँ पब्जीको तिमी यहाँ जिम्बेज ग्राइन्ड रेन्ज अफ मोसनमा अलिक फोकस भने यसमा त्यो गुड्स हल्का टकिङ क्यामेरा चाहिँ मिल्या नि मिल्या के जोतमा राखेको टक मात्रै निधार मात्रै हारे के जाऊ न हेर न यस्तो होइन होला ठिक छ क्रेजी आवाज बढाउँ न म बढाउँ न आवाज मलाई चाक खुलाउनु छैन जस्ट ह्यामस्ट्रिङ पनि तर हान न हान्ने आज कि हान न तिमी पहिला बच्चालाई थाहा हुन्न क्या गीत पनि क्रेजी बजिरहेछ के हो तँ हान न यार हलेर मात्रै हिँड्नु हो कि यार यतिमा कुरा हुनुपर्छ होइन एक दुई तीन चार सात छ सात 8 10 last one oh boy पर यार मजा आयो के रे बाख्रे छ गुनी निस्कियो दोस्त गुनी निस्किया चाहिँ उठ्छ भने हेर नमिलाइकन हाने रहेछ इट इज व्हाट इट इज ब्रदर दोस्त
आजलाई ल्याएको कपडा नयाँ कपडा खुलित्तै नयाँ कपडा कालले आज भयो भगवान नयाँ सबै कपडा लगाएर आएर यार कसम हो दोस्त जाइरो ल्या भन्दैछ त थाक्यो यार थाक्यो रेकर्ड त गरे तर हाल्छु थाहा छैन कि हामीलाई बस राइट लेग धेरै बाहिर गयो तोडे भित्र हिल पनि निज आउट दादा चिन टक तल जाँदा हेलो चिन टक गर हाफ आना अब हाफ आना त चिन ल म हामीतिर हेर चिन हाफ अलसम्म ब्यालेन्स ब्यालेन्स मा कसम इन्ट्रोडक्सन के थाहा छैन अरूलाई थाहा हुँदैन नि त हेलो इट्स मी रोजी रोजी लामा रोजी लामा इन्ट्रोडक्सनमा थाहा छैन डबल हान्छ भनेर ए हो अब पुष्पा यो कति गऱ्यो अस्ति भने यो 5000 4000 मा दिइरा कसलाई है एउटा दो 4000 दिएको थियो मैले पठाउन बाजी ठोक्छु साच्चै हो मैले पठाउन आँटेको त बाजी फेरि। यसको वारेन्टी छ अझ 1 वर्ष वारेन्टी पनि छ सेम यही थियो क्या सेम यही सेम त हैन होला हो त्यो 1000 डिस्काउन्ट ल्याएर त मैले कसले चलाएको त महँगो परिहाल्छ छोयो कि 10000 पुग्यो जम लेग कल बाकी लेग कल यो मेरो छैन चाक दिएर दिदी हैन यस्तो प्राइस क्या हो ट्राइसेप्स दिएर छु क्यामेरा बेच्नु नहुन्छ म क्यामेरा किन्छु रोक्नु न म त कसम क्यामेराम्यानै बन्छु क्या हो भन न मेरो पर्सनल भगर बन्दैन न बुझ्छे भाइ तिमी चाहिँ मेरो भाइरल भयो भने तिमीलाई मेरो पर्सनल सुन रोक्नु न सुन ब्रो बाहिरबाट हो खासमा उहाँहरूलाई एडाप्टर सुन मान्छेहरूले मलाई ब्रो टिप्स देऊ न भन्छ क्या जस मार्न जसरी भाइरल भयो नि जस म त्यस्तै भाइरल हुन्छु कि हेर्दै जाऊ सो आपुई ट्रान्सफर्मेसन पहिला ट्रान्सफर्मेसन भएको त्यो निकाल्नु पहिला ट्रान्सफर्मेसन छ त पहिला ट्रान्सफर्मेसन जस्तो छ त ट्रान्सफर्मेसन गर्ने खालको जाने नि तपाईँको अहिले सेपमा देखिरहेको त खै सात 1.5 महिनामा 1.5 महिनामा आउँछ क्या मैले त्यो चाहिँ मेरो हाइटहरू त्यो पुस गर्ने हुन्छ नि सबै मिल्दो रहेछ कि भाइसँग चाहिँ त्यो भएर 10 कुन जमानाको फोटो देखाउनु लाग्यो दिदीले यार कुन जमानाको फोटो देखाउनु लाग्नु भयो यस्तो बनाउन सक्यो मलाई तर योभन्दा अझ बेसी अझै क्लियरली भिजिबल हुने गरी ए क्लियरली त होइन योलाई नै अलिक साइज चाहियो क्या मलाई होइन पर्सनल ट्रेनिङ लिने दिदी तिमीसँग मसँग 25 ल भने दिदी सुन्यौ हो तिम्रो कलेजको स्केड्युल आएछ भन न म ओके यस्तो भन्नु न यहाँ सुनिन्छ क्या टफबाट भन्नु न म काटेर हाल्छु कि मलाई योभन्दा अलि राम्रो त यो ट्रान्सफर्मेसन ल्याउनु पर्ने छ क्या 1.5 महिना चाहिँ 1.5 महिना चाहिँ लाग्छ होइन त्यही भएर मलाई फिक्स गर्दा चाहिँ मलाई राम्रो पार्टनर भएन क्या त्यही भएर रेन्जमा बस्नु अनि म एक्लैले सकेन त त्यो सपोर्ट गर्नुमा नि लाग्छ चाहिन्छ नि त बुझ्नु बुझ्यो भने त्यो खुट्टा हेर्न त्यहाँ खुट्टा मिलेन खुट्टा क्लोजिङ यस्तो भित्र
यस्तो क्या यस्तो यस्तो अनि हल्का ज्याम ट्रान्समिसन गरेर अलिकति 7 महिनासम्म होइन 7 महिनासम्म कन्सिस्टेन्ट भयो भने के म मेरो फिजिक राम्रै बन्छ धेरै राम्रो हुन्छ 3 महिनामै कति फरक हुन्छ कसले आफैले पनि जति राम्रोसँग गरेन त्यो 1 महिनामा पनि कति फरक भएको छ नलेज स्ट्रङ भएपछि अहिले कति राम्रो भएको छ रेन्ज अफ मोसनहरू मिलाएर गर्दाखेरि दुई तीन चार पाँच सात आठ उल्लास कसले हालेछ सबले इम्पोज हो क्या पनि त्यो कसले हालेछ लिङ्गेसन खै दोस्त लिङ्गेसन भने के हो रे आई फिल्म हेर्नु भएको नै आई फिल्म हेर्नु भएको आई फिल्म हो लिङ्गेसन त्यहाँ थाहा हुनुभयो दोस्त यति वेट राख्यो होइन त्यसमा तिमी 8मै फेलियर होस् के Aerial hip thrust and leg curl. 7. Hamstring. Hamstring plus glutes भनौँ न यसमा hamstring भयो मेनली glute hamstring. Okay. Quack. दोस्त क्वाक 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 गर्दै हाँसको राखिदिने के सात नौ 10 हट दोस्त तिमी हान म हान्दिन है यो एनर्जी लस भयो कि 7 8 10 Asma. Mana?
3 4 5 6 7 8 10 11 12 13 14 15 16 Easy. 6 2 3 4 5 6 7 8 9 10 11 12 Thôi người đã à, अब चाहिँ कार्डियो 25 मिनट अनि घर जान्छु यति हो अबको लागि चाहिँ